मुस्ताङ जिल्लाको लोवन्थन गाउँपालिका वडा नम्बर 4 थुलुपारदेखि कोरोला नाकासम्मको यात्रा हजुरहरूलाई देखाउन गइरहेको छु। आज चाहिँ कोरोलाको यात्राको क्रममा चाहिँ म गाडीमा पछाडिबाट हजुरहरूलाई चाहिँ भिडियोहरू देखाउँदै गइरहेको छु। यहाँ चाहिँ हामी अब चाहिँ लोवन्थानको साइडबाट चाहिँ हामी कोरोलातर्फ अगाडि बढ्दै गइरहेका छौँ। यो साइडमा चाहिँ हजुरहरूलाई देखाएको हरियाली चाहिँ यहाँ फापर खेतीहरू गर्ने गरिएको थियो। त्यो चाहिँ अलिकति टाढाबाट देखाएँ, मोबाइलबाट खासै त्यति राम्रोसँग प्रष्ट देखिएको छैन। र पानी परेको हुनाले गर्दा चाहिँ बाटोमा चाहिँ एकदम पानीहरू पनि एकदम बढी रहेको छ र हिलोहरू पनि धेरै रहेको छ। बाटोमा गाडीहरू पनि अलिकति हिँड्नलाई अप्ठ्यारो भइरहेको छ र हिलोले गर्दाखेरि अलिकति जाम भयो जस्तो, कुनै ठाउँमा चाहिँ धकल्नु पर्ने जस्तो अवस्था थियो। तर हामीले काहीँ पनि नधकलिकन गाडी एकदम सकुशल हिँडिएको हुँदा चाहिँ हामी राम्रोसँग हिँडिरहेको छौँ। र साथीहरू, हाम्रो चाहिँ बाटोमा जाने क्रममा चाहिँ यस्तो यो ठाउँमा चाहिँ कहिले पनि त्यति पानी पर्दैन थियो भन्ने हामीले सुनेका थियौँ। र अब अहिले चाहिँ पानी यो वर्ष चाहिँ धेरै परेको छ भन्ने यहाँ आएपछि हामीलाई यहाँको गाउँलेहरूबाट पनि अलिअलि थाहा भएको छ। र बाटोमा चाहिँ हजुरहरूलाई मैले यो देखाइरहेको छु, हिलोहरू पनि एकदम धेरै छ। हजुरहरू अहिले यो मौसममा चाहिँ आउँदाखेरि चाहिँ अलिकति पानीहरूबाट पनि बच्ने गरी आउनुपर्ने हुन्छ र डाँडाकाँडाहरू पनि एकदम साइडबाट हेर्ने क्रममा चाहिँ यस्तो टाइपको देखिएको छ। यो चाहिँ सबै भ्यूहरू एकदम राम्रोसँग बनाउनको लागि हजुरहरू पनि व्यवस्थित भएर आउनु होला भन्न चाहन्छु। लोवन्थान कटेर हामी अगाडितर्फ बढिरहेका छौँ। अब अगाडितर्फ बढ्ने क्रममा चाहिँ अब एउटा गाउँ पनि हामीले पार गर्दै अगाडि जानेछौँ। त्यसै गरी हजुरहरूलाई पनि एउटा कुरा के भन्न चाहन्छु भने, यो ठाउँमा आउँदाखेरि चाहिँ अलिकति चिसो धेरै भएको हुनाले अलिकति चिसोमा लाउने कपडाहरू पनि लाएर आउनु होला। र अब हामी चाहिँ 6 शेर गर्दै हामीले कोरोलातर्फ अगाडि बढिरहेछौँ। अब अहिले मैले हजुरहरूलाई देखाइरहेको छु, यो चाहिँ छोसेर गाउँ भन्छन्। त्यसै गरी हामी बिचमा चाहिँ अब एउटा ससरक एउटा चेकपोस्ट पनि रहेको छ। त्यहाँ चाहिँ अब हजुरहरूलाई मैले त्यो भिडियोमा देखाएको छैन। त्यो चेकपोस्ट गर्दै हामी अगाडितर्फ लाने क्रममा छौँ। र बिस्तारै छोसेर गाउँहरू पनि अब एकदम त्यहाँको कलात्मक घरहरू, त्यहाँको रीतिरिवाजहरू त्यहाँ बुझ्नु पनि हामीले सक्छौँ। अब त्यहाँबाट चाहिँ हामी अगाडितर्फ लागिरहेका छौँ। अब हजुरहरूलाई एउटा देखाएको छु, अहिले चाहिँ यता कोरोलाको नजिक हामी पुगिसकेका छौँ। यो भ्यूहरू हजुरलाई देखाएको छ। यो चाहिँ अब बोर्डरको छेउमा म आइसकेको छु। यहाँ चाहिँ एउटा नाकामा चाहिँ ठुलो एउटा भवन पनि अब भन्सार भनिन्छ हामीले। यो चाहिँ चाइनाको भन्सार, त्योभन्दा उतापट्टि चाहिँ चाइना र वारिपट्टि चाहिँ हाम्रो नेपाल रहेको छ। यो साइडमा चाहिँ हामीले चाइनिज सामानहरू चाहिँ अलिअलि यसो किन्न सक्छौँ त्यहाँ घुम्ने क्रममा चाहिँ। मैले हजुरहरूलाई अब यो भन्सारको एउटा भ्यू पनि देखाइसकेको छु। यहाँ चाहिँ अब उतापट्टि हामीलाई जानलाई चाहिँ अलि एलाउड बन्द गरिएको छ। यहाँको स्थानीयहरूलाई चाहिँ पास बनाएर अब त्यहाँ एउटा नियमअनुसार चाहिँ उता जाने भन्ने पनि एउटा छ। त्यो हजुरहरूलाई त्यो मैले देखाएको छु, यो चाहिँ एउटा चाइनाको भन्सार। र अब चाहिँ हामी सामानहरू किन्ने क्रममा चाहिँ अब किन्नलाई या बजार हेर्नलाई चाहिँ यहाँको सानो एउटा चाइनिजको एउटा चिनो भनौँ न। अब त्यहाँ यो सानो टहराहरूमा हामीले यस्तरी देखेका छौँ। त्यहाँ भित्रभित्र चाहिँ अब हामीले सामानहरू किन्न सक्छौँ। यो ठाउँमा चाहिँ हजुरहरूलाई अब धेरै एउटा अब सिस्टम एउटा भएको हुनाले अब यहाँ सामानहरू किन्ने पनि पालो सिस्टम रहेको रहेछ। त्यहाँ चाहिँ सबैमा हामीले किन्न पनि नमिलिरहेछ। अब पालोको दिन चाहिँ त्यहाँ सबै चाहिँ खुलेर बस्ने, अरू बेला चाहिँ बन्द गरेर आफ्नो घरमा जानु हुँदो रहेछ। यहाँ चाहिँ विशेष गरी अब यहाँको ब्रान्डेड अब चाइनिज सामानहरूमा चाहिँ जुत्ता अनि रक्सी, चक्लेट अनि त्यहाँको याकहरू चाहिँ यस्तो हामीले किन्न सक्छौँ। र पावर ब्याङ्कहरू अन्य सामानहरू पनि अलिअलि त्यहाँनिर हामीले किन्न सक्छौँ। त्यो चाहिँ अलिकति सस्तोमा पाइन्छ भन्ने चाहिँ एउटा भनाइ थियो। तर अहिले चाहिँ चाइनाको पैसा बढेको हुनाले चाहिँ सामानहरू लगभग त्यहाँ महँगै भइसकेको रहेछ। अब हामी चाहिँ सामान एउटा किन्नुभन्दा पनि त्यो ठाउँ हेर्नको लागि चाहिँ हामी गएका थियौँ। अब हेर्ने क्रममा चाहिँ एउटा दुईवटा सामान त्यहाँ हेरेर हामी त्यहाँबाट फेरि
यता अलि तल छोसेर गुफामा चाहिँ हामी आइसकेका छौँ। यो छोसेर गुफामा चाहिँ लगभग 800-900 वर्ष अगाडि चाहिँ हाम्रो यता मङ्गोलियनहरूसँग चाहिँ युद्ध हुने क्रममा चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ युद्ध गरेर त्यहाँनिर आएर बस्ने गरिएको र त्यहाँ आराम गर्ने गरिएको भन्ने हामीले त्यहाँको स्थानीयहरूबाट जानकारी पाएका छौँ। र अब हामी चाहिँ गुफातर्फ अब जाने क्रममा चाहिँ यहाँ चाहिँ गुफामा छिर्नेभन्दा अगाडि चाहिँ यहाँ टिकटको सिस्टम रहेछ, तर हाम्रो चाहिँ टिकट अलिकति नलिएको हुनाले अब त्यहाँ माथि हामी यसो आएको बेला बसौँ भनेर हामी माथितर्फ लागेका छौँ। वेलकम टु सिचा जोङ भन्ने त्यहाँ लेखिएको थियो। त्यहाँ अब त्यसै गरी हामी माथि गुफाभित्र चाहिँ यस्तै गरी भर्याङहरू पनि राखिएको छ। त्यहाँ चाहिँ अन्धकार छ। त्यहाँबाट चाहिँ अब माथि जाने क्रममा चाहिँ 3-4 तलाको थियो, तर मैले पुरै राम्रोसँग हजुरहरूलाई त्यहाँ गर्न पनि मैले त्यति राम्रोसँग गर्दिनँ र हजुरहरूलाई यसो सानो क्लिप देखाएको छु। यो भित्र चाहिँ गुफामा चाहिँ हजुरहरूलाई मैले देखाएको छु। त्यहाँ भित्रभित्र चाहिँ घरको पुरै कोठाहरू जस्तै कोठा टाइपको एउटा खण्ड छ। त्यहाँ चाहिँ अब लगभग 10-15 जना सुत्ने गरी बनाएको छ। यहाँबाट चाहिँ बाहिर हाम्रो भ्यूहरू पनि त गुफाबाट ट्याक्क कोही आउँछन् कि के गर्छन् भन्ने पहिलाका पुर्खाहरूले हेर्ने एउटा सानो पालहरू पनि धेरै बनाइएको थियो। र माथि जाने क्रममा चाहिँ जति माथि गयो उति चाहिँ बाहिर हेर्दा त्यति रमाइलो एउटा आनन्द फिल हुने रहेछ। यहाँबाट चाहिँ मैले पहिलोचोटि यस्तो गुफाभित्र छिरेर माथिबाट एउटा हेर्ने एउटा मौका पाएँ, तर त्यो क्रममा चाहिँ हजुरहरूलाई नि एउटा देखाउने अवसर पनि पाएँ। हजुरहरूलाई यो गुफाबाट मैले अहिले देखाइरहेको छु। यो चाहिँ गुफाबाट भित्रबाट देखाएको भ्यू। यहाँबाट चाहिँ बाहिर भ्यूहरू पनि एकदम मन्दिर जस्तै टाइपको पहाडहरू रहेको छ। त्यहाँ चाहिँ एकदम भ्यूहरू पनि खत्रै देखिन्छ र अलिकति हजुरहरूलाई पनि यहाँबाट हेर्नु होला भन्ने एउटा जानकारी गराएँ। र हजुरहरू यदि कोरोला नाका आउनुहुन्छ भने यो गुफा पनि हेर्नलाई नबिर्सिनु होला, किनकि यो गुफामा पनि एउटा छुट्टै विशेषता छ, जुन चाहिँ अब हामीले अलिअलि मात्रै थाहा पाएँ। अब अर्कोचोटि पनि म त्यहाँ जाने मौका पाएँ भने म हजुरहरूलाई अलि राम्रोसँग बुझेर भन्नेछु। र यो गुफामा चाहिँ जति माथि गयो उति तलपट्टि चाहिँ धेरै तल देखिने भएको हुँदा चाहिँ अलिकति माथि जाँदा पनि हजुरहरूलाई अलि होस गरेर अलि सानो बच्चाहरू छन् भने आफूसँगै लिएर हिँड्नु होला, किनभने गुफा पनि धेरै छन्। त्यहाँनिर गुफाहरूमा अलिकति अल्झिने गर्ने यताउति गर्न सक्ने डर पनि धेरै हुन्छ। त्यसै गरी अब हजुरहरू पनि आउनु सक्नुहुन्छ, यो गुफा पनि हेर्न सक्नुहुन्छ। यहाँको एउटा विशेषता कलात्मक रहेको छ। यो चाहिँ मानव निर्मितै होला जस्तो लाग्छ मलाई, किनकि यो भनेको अब भित्र बस्ने सबै मानिसहरूले नै बनाएको, पहिलाको अब 800-900 वर्ष अगाडिको पुर्खाहरूले बनाएको भन्ने एउटा मैले त्यहीँ गएर थाहा पाएको कुरा हजुरहरूलाई अघि पनि भनिसकेको छु। र हाम्रो चाहिँ गुफाभित्रबाट चाहिँ धेरैवटा कोठामा छिर्ने एउटा बाटो पनि बनाइएको छ। त्यो चाहिँ हामीसँग अलिकति टाइम धेरै नभएको हुनाले गर्दा चाहिँ अलिकति हजुरहरूलाई थोरै भए पनि यसो देखाउँ भनेर मैले हजुरहरूलाई यो क्लिप प्रस्तुत गरेको छु। र हजुरहरूलाई अहिलेको भिडियोमा चाहिँ यति नै मैले देखाउन गइरहेको छु। गुफाहरूमा र कोरोला नाकाहरूमा आउन सक्नुहुन्छ। यहाँको बारेमा अलिकति केही जानकारी लिएर जानु होला, किनभने अब लाइफमा एउटा अनुभव हो सबैभन्दा ठुलो कुरो। र यहाँसम्म आउँदाखेरि चाहिँ यो चाहिँ धेरै भित्र पनि पर्दैन, भित्र नपर्ने भएको हुनाले यसमा चाहिँ हजुरहरू पनि नछुटाउनु होला। अब एउटा कलात्मक पुर्खाहरूले कसरी लडाइँ लडिएका थिए एउटा भन्ने पनि देखाएँ। र अहिलेलाई हजुरहरूलाई यति नै, बाँकी अरू भिडियोमा देखाउने छु। हस्त, धन्यवाद।